यसको ध्यान कतातिर छ? क्लासभन्दा बाहिर ध्यान लगिस् भने तँलाई म स्कुलबाट निकालिदिन्छु, बुझिस्? प्रेसर निकै बढेछ सर तपाईँको। म औषधि छोडेर जान्छु, दबाई चाहिँ नियमित रूपमा खानु होला। अनि केही पर्यो भने मलाई सम्पर्क गर्नु होला है। नानीको फी कति भयो? फिस चाहिँ ब्याजमा मिलाउँदै गरौँला है सर। तिमीहरू ठुलो भएर के भन्ने? के भन्छस्? सर म पाइलट भन्छु। अर्को के भन्ने? सर म पुलिस भन्ने। यसको ध्यान कतातिर छ? क्लासभन्दा बाहिर ध्यान लगिस् भने तँलाई म स्कुलबाट निकालिदिन्छु, बुझिस्? भन के भन्छस्? डाक्टर। भने डाक्टर। हेर प्रेक्षा, तिम्रो फी नआएको पनि 6 महिना भइसक्यो। यति बेर त हामीले तिमीलाई केही भनेका थिएनौँ, तर अब यस्तै हो भने तिमीलाई हामीले परीक्षामा राख्न सक्दैनौँ। बाबा विदेश जानुभएको 6 महिना भइसक्यो। आजसम्म फोन पनि गर्नुभएको छैन। मामुको बगानमा कमाएको पैसाले हामीलाई रुम भाडा अनि खाना पनि पुग्दैन। बाबाले विदेशबाट पैसा पठाएपछि मामुले हजुरको फी तिरिदिनुहुन्छ नि ल। कति नै जान्छ? ओइ कहाँ गयो कि एक्जाम हल यहाँ आऊ त, उता गइरहेछिस्? मेरो मामुले फी नै तिरिदिनु भएको छैन, म एक्जामै लेख्न पाउँदिनँ। तिमीहरू जाऊ। ए ल। ओइ ल तेरो फी मैले तिर्दैछु। एडमिट कार्ड हो, गर एक्जाम दे जा। ल जा जा। सुन, तेरो यो फीको पैसा तँ डक्टर बनेपछि म ब्याज सहित दिन्छु नि, बुझिरह। ल